बीबीसी को डकुमेन्ट्री हेरिसकेपछि आजबाट चाहिँ म ओपनली नै घन्टीको समर्थक हुन चाहन्छु र यदि तपाईहरु पनि पहिले संसद भवन जल्यो अनि मात्र गोली चल्यो भन्नुहुन्छ भने मेरो विश्वास गर्नुहोस् तपाईलाई मान्छे बन्न अझै पनि 2-3 जुनी फेरि ल्याउनु पर्छ। मलाई दुःख लाग्यो श्रीएम भाइ, सुलभ, योगेन्द्र जो त्यो भिडमा शरीक मात्र भएका थिए उनीहरु गोली खाएर मर्नु पर्यो, किनभने प्रहरीले ताकी गोली हान्नु पर्थ्यो जब भिड नियन्त्रण भन्दा बाहिर पुग्यो। तर उनीहरुले चाहिँ ताकी गोली हानेनन् खुट्टामा है, उनीहरुले अन्धाधुन्दा गोली हाने आफू बस्नको लागि। किनकि उहाँहरुको पूर्व तयारी केही पनि भएको रहेन रहेछ। नेपाल प्रहरीलाई दलीयकरण गरेर हाम्रो सुरक्षा यो संयन्त्रहरुमा यो यति खोक्रो बनाइसकेका रहेछन् पुराना दलका नेताहरूले कि जब 21 र भदौ 21-22 मा मलाई थाहा थियो 23 गते के खतरनाक नै हुनेवाला छ। एनिमेटेड भिडियोहरु सर्कुलेट भइरहेको थियो, सिंहदरबार जलेको, संसद भवन जलेको, तर हाम्रो सुरक्षा निकायहरुलाई के आइडिया नै रहेन रहेछ, तयारी नै भएन अनि उनीहरुले अन्धाधुन्दा गोली चलाएछन्। किन अन्धाधुन्दा मैले भन्दैछु भन्दा श्रीएम भाइले समेत जानकारी रहेछ कि स्टुडेन्ट ड्रेसमा भएको विद्यार्थीलाई इन्टरनेशनल ल हिसाबले गोली चलाउन मिल्दैन, तर हाम्रो प्रहरीले चलायो। ताकेर हानेको पो त चलाउँदैन थियो नि, त्यो भिडलाई नियन्त्रण गर्नलाई ताकी ठिक छ, खुट्टासम्ममा गोली हान्नु भएको त श्रीएम भाइ त मर्नु त पर्दैन थियो नि टाउकोमा गोली लागेर। जब इन्टरनेशनल मिडियाले यत्रो कभरेज दिइसकेको थियो, केपीओलीमा यत्रो प्रेसर आउँदा पनि 23 गते केपीओलीले आफ्नो अहम र घमण्ड त्यागेर यति राजीनामा दिन्थे भने 24 गते यी सबै चल्नु पर्दैन थियो। अब बल्ल मैले बुझ्दैछु यो छानबिन आयोगले रिपोर्ट किन सार्वजनिक गरेन। यति विश्वास गर्नुहोस्, रिपोर्ट सार्वजनिक गर्ने हो भने यी व्यक्तिहरू खोरमै जाक्किन्छन् सायद है, र यिनीहरूले चुनाव हुन दिँदैनन्। हाम्रो पूर्व आइजिपीले पनि झुट बोल्नु भएको रहेछ, मैले गोली चलाउने आदेश दिएन भनेर। उहाँले चाहिँ काठमाडौँ जिल्ला सुरक्षा समितिले दिएको भन्नुभएको थियो, तर उहाँले आदेश दिनुभएको रहेछ र त्यसको 5-6 मिनेटपछि बल्ल प्रहरीले गोली चलाएको रहेछ। अनि तल्लो दर्जा प्रहरीको पनि मलाई निकै नै नराम्रो लाग्यो। माथिल्लो दर्जाका प्रहरीहरूले त बुझ्नुभयो उहाँहरूले अब नियन्त्रण बाहिर गयो भनेर उहाँहरू बच्नु भएछ। तल्लो दर्जाको प्रहरीले त्यो भिड र आवेगमा त्यो मर्नले उहाँहरूले छोडिदिनु भएछ। अन्तिममा तल्लो दर्जाका प्रहरी मर्नु पर्यो। मलाई थाहा छ तपाईहरुले पार्टीको झोला भिरिराख्नु भएको छ, किनकि तपाईले तपाईको पार्टीको मूल्य, मान्यता, सिद्धान्तहरू मनपर्छ, त्यही भएर तपाईहरु अडिग हुनुहुन्छ होला। तर तपाईका पार्टीका शीर्ष नेताहरू यो सत्ताको लोभमा आएर पार्टीको मूल्य मान्यतालाई उनीहरुले कुल्चिरहेका छन् खुट्टाले भने तपाईले पनि अब समय भएको छ तपाईको पार्टीको झोला फालिदिनुहोस्। अब यो समय भनेको परिवर्तनको हो जुन तपाईको मतबाट सुरु हुन्छ।